आज मैले बनाउन लागेको ठूलो मोमो चाहिँ होइन है, यो इन्डियाको शिमला भन्ने ठाउँको सिड्डू भन्ने खाना हो। यसलाई हामीले पहिला बेकिङ सोडा हालेर फुला 2-3 घण्टा फुलाएर हामीले स्टफिङ रेडी गर्दैछौं। स्टफिङमा चाहिँ हामीले तिल हाल्दैछौं। हामीले 2 थरी बनाउँदैछौं, एउटा चाहिँ हामीले नुनिलो खालको अनि एउटा चाहिँ गुलियो खालको। हामी स्टफिङ चाहिँ हामीले तिल र ड्राई फ्रुटको नै गर्ने हो, तर के भन्दाखेरि त्यो एउटा गुलियो खालकोमा गुड हाल्ने हो, नुनिलो खालकोमा नुन हाल्ने हो। अनि नुनिलो खालको सिड्डूलाई चाहिँ हामीले त्यसमा ड्राई फ्रुट, तिल, प्याज, लसुन, अदुवा, हरियो धनिया, सुक्खा धनिया अनि त्यो मिसाएर नुन खुर्सानी चट्ट हालेर त्यसलाई गोलो यसो रोटी बनाएर अनि हामीले चाहिँ स्टिमरमा तेल लगाएर राख्ने हो। अनि त्यसै गरी हामीले गुलियो वालामा चाहिँ तिल, ड्राई फ्रुट र गुड हालेर मिसाउने हो। अनि यस्तै गोलो रोटी पारेर हामीले त्यसको पनि स्टफिङ यसो बन्द गरेर अनि आधा घण्टा जति पकाउनले राख्ने हो अनि घिउसँग खाने गरिन्छ है। अनि मैले चाहिँ तपाईहरुलाई चाहिँ के भन्न लागेको भने आफ्नो बुद्धिमा केही ज्ञानका कुराहरू हाल्नुस् के। मैले यसो हेरे नाच्ने गाउनेहरुको चाहिँ भिडियो भाइरल हुन्छ, तर कसैले ज्ञानको कुराहरू दिइराछ भने, सद्बुद्धि दिइराछ भने त्यो चाहिँ हामीले मन पराउँदैनौ। किन होला? आफ्नो बुद्धिभित्र हामीले के चाहिँ हालिराछौं? आफ्नो दिमागमा जे हाल्यो मान्छे त्यही नै बन्ने हो नि त। खै किन राम्रो ज्ञानको कुरा नहालेको हामीहरुले? हस् त, भेटुला नेक्स्ट भिडियोमा। थ्यांक यू।